यतिखेर सिद्ध पाइलाको आसपास यो जङ्गलमा छु। हजुरले देखिराख्नु भएको छ यो चाहिँ राष्ट्रिय लाली फुल हो है। यो जङ्गल हिँड्ने क्रममा चाहिँ मैले एउटा बाटोमा चाहिँ यो चुत्र देखिरहेको छु। हेर्नुहोस्, थोरै जानकारी दिइहालौँ के भनेको। चुत्र तपाईँको हेर्नुहोस् है, फुलिसकेको छ हेर्नुहोस् है। अब अर्कोपल्ट आउँदाखेरि चाहिँ यो चुत्र खाने हो। हेर्नुहोस्, यो चाहिँ हामीले होइन यो काँचै पनि खान मिल्छ। ल हेर्नुहोस् है साथीहरू, यो चाहिँ ग्रसिक फुलहरू दैलेको हेर्नुहोस् कविताहरू छन्। अनि चाहिँ कस्तो लाग्छ तपाईँहरूलाई चाहिँ भिडियो लाइक कमेन्ट गर्न नबिर्सिनु होला। यहाँको एक लाइक कमेन्टले मलाई हौसला प्रदान गर्नेछ। यो गाउँको उता देखिने चाहिँ त्यो है धरम पोखरा हेर्नुहोस्, लाली ग्राउन्ड। ल हेर्नुहोस् है, ऊ भाइ चाहिँ आउँदैछ उताबाट। हेलो साथी, कताबाट हो? हो र? सुर्खेतदेखि कति टाढा पर्छ? 25-30 किलोमिटर टाढा पर्छ होला हो गाइज। लो कता हो कता गाइज? म चाहिँ ग्रोसे गएको है, ग्रोसे लाली ग्रोस हेर्न। हेर्नुहोस् हजुर, राष्ट्रिय लाली फुल नेपालको चाहिँ हेर्नुहोस् है, यो लालीको सुन्दर सुन्दर छ होइन। यो रातालाङमा हो। अहिले म चाहिँ सिधै पहिला पुग्न लागिसकेको छु। हजुरलाई ठाउँ ठाउँको सिनहरू देखाउने छु है। कस्तो लाग्छ भिडियो कमेन्ट लाइक सेयर गर्न नबिर्सिनु होला गाइजहरू। जान्छ कि परान वनमा काँडा छ, तिमी उता म माया गाडा छ, तिमी उता म यता जनता टाढा। यो गाउँको छिटोमा कान्छा हेर्न हेर्न वाह। यो गाउँको छिटोमा कान्छा मेरो नाम बसे है गरेछु। बेलुका हुन्छ क्या तिम्रोमा चाहिँ? त देख्नु भएको छ नि गाइज, यो चाहिँ दैलेखको धरम पोखरा हो है। तपाईँको चाहिँ त्यहाँबाट आएर चाहिँ यहाँ चाहिँ गुराउँसे आउँछ। त देख्नु भएको छ नि हो, त्यहाँ चाहिँ तपाईँको त्यहाँदेखि उता अलिक गुराउँसेको भ्यू टावर आउँछ है गाइजहरू। हेर्नुहोस्, यो चाहिँ रातालाङनाको भ्यूज हो। हेर्नुहोस् है, उता उता देखिरहेछ नि, त्यो चाहिँ धरम पोखरा। ल हेर्नुहोस्, दैलेख जिल्ला। तपाईँको चाहिँ यो जाने वीरेन्द्रनगर जाने बाटो है। हेर्नुहोस्, दैलेख सुर्खेत जाने बाटो हो यो। कान्छा मेरो नाम आउँदा जाँदा बसे है गर्छु राम राम। ल हेर्नुहोस् होला है सबैजनाले। ल हेर्नुहोस् है गाइजहरू, आज चाहिँ हामी चाहिँ जाँदैछौँ ग्राउन्डदेखि वीरेन्द्रनगर भ्यालीमा चाहिँ। यो हजुरहरूले चाहिँ यो भ्याली देख्नुहुनेछ है, हेर्नुहोस् होला। यो सिद्ध पाइला जान लाग्छ हेर्नुहोस् है। हामी चाहिँ अब सबै हेर्नु होला। ल हेर्नुहोस् है, दैलेखको धरम पोखरा चाहिँ यो चाहिँ दैलेख जाने हाइस आयो गाइजहरू। हेर्नुहोस्, दैलेख दुलु जाने हाइस आयो। हेलो हेलो सबैलाई। हाम्रो चाहिँ उताबाट हिँडिरहेको छ जुम्लाको भाइ सन्देश बुढा। उसले चाहिँ आफ्नो लागि खानापानाको व्यवस्था गरिराखेको छ है। पुरा पानीको नास्ताको व्यवस्था छ। ओ भलक कता छौ ए? म यता छु ए, यता छु। छिटो ए, छिटो छिटो। ल साथीहरू है,
हामी चाहिँ दैलेखदेखि आइसकेका छौँ। तपाईँहरूले चाहिँ देख्नुहुनेछ यो चाहिँ धरम पोखरा हो गाइस। हेर्नु होला सबैजना साथीहरूले चाहिँ। यतिखेर सिद्ध पाइलाको आसपास यो जङ्गलमा छु। हजुरले देखिराख्नु भएको छ यो चाहिँ राष्ट्रिय लाली फुल हो है। यो जङ्गल हिँड्ने क्रममा चाहिँ मैले एउटा बाटोमा चाहिँ यो चुत्र देखिरहेको छु। हेर्नुहोस् थोरै जानकारी दिइहालौँ के भनेको। चुत्र तपाईँको हेर्नुहोस् है, फुलिसकेको छ हेर्नुहोस् है। अब अर्कोपल्ट आउँदाखेरि चाहिँ यो चुत्र खाने हो। हेर्नुहोस् यो चाहिँ हामीले होइन यो काँचै पनि खान मिल्छ यसरी आम्मा अमिलो भयो।